गाइस यही हो यो तरुल खाने केटी। सो तरुल यहाँनिर भेट्या छ है। अब चाहिँ ट्याक्क खन्नी छौँ। यो चाहिँ हाम्रो काल्ना पर्छ। यो खरबारी भने जस्तै टाइपको हाम्रो बङ्गाली भाषा चाहिँ यो हुन्छ। त्यही हो यो तरुल खानी दुःख पैदा गरे केटी चाहिँ। गाइस तरुल चाहिँ यो हो है, यो साइड अनि यो साइड। यो चाहिँ पुरानो भएर सुक्यो, यो चाहिँ नयाँ हो है गाइस। ओके गाइज, यो चाहिँ हामीले तरुल चाहिँ यति गरायौँ है। आज यो स्याटरडेको फल हो है। स्याटरडेमा यसो फ्री भएको बेला आफ्नो घरबारीमा भएको तरुल चाहिँ यसो हाम्रो बुढी माउले खाने भनेर ल्याइदिएको काट ल यता।